यदि तपाईको काठमाडौँमा घर छ या त किन्ने सोचिरहनु भएको छ भने चाहिँ तपाईहरुले वर्षमा कति चाहिँ ट्याक्स तिर्नुपर्छ आजको भिडियोमा चाहिँ हामी त्यसैको बारेमा कुरा गर्छौं। अब यो प्रोपर्टी ट्याक्स चाहिँ तपाईले वर्षको एकचोटी मात्रै तिर्नुपर्छ किनभने तपाईको नाममा अनरशिपमा तपाईको घर या त जमिन छ भने चाहिँ त्यसको तपाईले ट्याक्स हरेक वर्ष तिर्नुपर्छ। अब काठमाडौँ महानगरको हिसाबले हेर्ने हो भने यदि तपाईको घरको भ्यालुएसन लगभग 50 लाख सम्म छ भने चाहिँ तपाईले 0.05% ट्याक्स तिर्नुपर्ने हुन्छ। यदि 50 लाख देखि 1 करोड सम्म छ भने चाहिँ 0.15% ट्याक्स तिर्नुपर्ने हुन्छ। यदि तपाईको भ्यालुएसन 1 देखि 2 करोड छ भने तपाईले वर्षको 0.25% ट्याक्स तिर्नुपर्ने हुन्छ। या 2 करोड भन्दा बढी छ भने चाहिँ 0.35 या त त्यो भन्दा बढी % ट्याक्स तिर्नुपर्छ। अब मोस्ट अफ द मान्छेले चाहिँ वर्षमा 1000 देखि 15000 सम्मको ट्याक्स चाहिँ तिरेर हुन्छ। अब एक्जाम्पल दिएर यसो बुझौं, जस्तै कि एउटा मिडल क्लास फ्यामिली छ, जस्तै 80 लाख जतिको उसको घरको भ्यालुएसन छ भने चाहिँ उसले 0.15% जति तिर्छ, मतलब उसले वर्षको 12000 जति तिर्नुपर्छ। यदि कसैको अलिकति हायर भ्यालुएसन छ, 1.5 करोड जति भ्यालुएसन छ भने चाहिँ उसले वर्षको 37000 जति चाहिँ पे गर्नुपर्छ ट्याक्समा। यदि कसैको घरको भ्यालु 40 लाख जति मात्रै छ भने चाहिँ उसले चाहिँ 2000 जति वर्षको पे गर्नुपर्छ। अब यहाँ एक्स्ट्रा ट्याक्स पनि लाग्न सक्छ किनभने कसैले आफ्नो घर भाडामा पनि लगाएको हुन्छ। भाडामा आएको जति पनि पैसा हुन्छ त्यसको 10% चाहिँ सरकारलाई पे गर्नुपर्ने हुन्छ। यो भ्यालुएसन चाहिँ कसैलाई धेरै लागिरा होला, तर यो मार्केट भ्यालु हिसाबले हामीले भ्यालुएसन क्याल्कुलेट गर्दैनौं। जस्तै कि यो 1.5 करोड छ, 80 लाख जति छ, यो चाहिँ मार्केटको भ्यालु हिसाबले क्याल्कुलेट गर्दैनौं। यसको भ्यालु चाहिँ गभर्नमेन्ट आफैले यसको भ्यालु तय गर्छ। जस्तै कि तपाईको घर 1 करोडको छ भने चाहिँ गभर्नमेन्टले यसको भ्यालु तय गर्दाखेरि चाहिँ लगभग 30% देखि 40% सम्म मात्रै तपाईको भ्यालुएसन तय गर्छ, यो भन्दा बढी भ्यालुएसन चाहिँ तय गर्दैन। त्यही भएर तपाईले सोचे भन्दा कम ट्याक्स लाग्न सक्छ। र मैले चाहिँ एउटा पर्सनल फाइनान्सको कोर्स निकालेको छु जुन कि लगभग 2.5 घण्टा जतिको छ। यसमा चाहिँ मैले नेपालमा कुन ठाउँबाट पैसा कमाउन सकिन्छ र कसरी पैसा कमाउन सकिन्छ त्यसको बारेमा एकदमै मज्जाले बोलेको छु। यदि तपाईलाई त्यो कोर्स चाहिन्छ भने चाहिँ यसमा तपाईले यो raizpaisa.com मा गएर हेर्न सक्नुहुन्छ या त यो नम्बरमा मलाई मेसेज गर्नुभयो भने WhatsApp मा 1000 रुपैयाँमा तपाईले यो कोर्स मज्जाले किन्न पाउनुहुन्छ।